ठिक छ हामी म चाहिँ यताबाट गर्छौँ है यता गर्छौँ दुईतिर ठिक सेक्सन हेर्छौँ ओके ल फाइन है अनि हामी चाहिँ यसरी नाप्छौँ है हाम्रो कति एमएम बनाउनु पर्ने रे होइन होइन ऊ चाहिँ मिसिरहनु पर्ने 50 कता छ हाम्रो 50 यहाँ छ हो यहाँ पनि दुईतिर चिन्ह लाउने है 50 अनि एउटा फुलाउने एउटा चाहिँ नफुलाउने है फुलाउने तरिका चाहिँ यसलाई चाहिँ हाम्रो पिभिसी 50 mm को पाइप है पिभिसी पाइप अनि यसमा चाहिँ मैले 50 मात्र राखेको छु अनि हाम्रो यो 2.5 4 इन्चीमा चाहिँ हाम्रो 4 इन्चीको पाइपमा चाहिँ हाम्रो 70 mm को एक्सपान्ड गर्नुपर्ने हुन्छ है यसमा चाहिँ हामीले 50 मात्र गर्दैछौँ मैले चाहिँ यताको फुलाएँ ल फुलाउने तरिका चाहिँ एउटा चाहिँ हिटर हुन्छ यो है हिटरमा चाहिँ हाम्रो पिभिसी पाइप चाहिँ अब जुन चाहिँ फुलाउने हो त्यो फुलाउने चाहिँ हाम्रो यसरी घुमाउँछ अनि हामीले फुलाएको पाइप चाहिँ जहिले पनि तलतिर हुनुपर्छ बुझेको छ जस्तो कि हामीले यो फुलाएको छौँ भने यो चाहिँ भित्र छिराउँछ पानी चाहिँ हाम्रो यताबाट बग्नुपर्छ फुलाएको भाग चाहिँ तल हुनुपर्छ क्या एक्सपान्ड गरेको भाग चाहिँ पाइप चाहिँ तलतिर हुनुपर्छ अनि पाइप जुन इनपुट जान्छ यो भित्रपट्टि हुनुपर्छ है म चाहिँ यो एक्सपान्ड गर्छु एकै ठाउँमा यसरी राखिरहेको भने के हुन्छ हाम्रो डढिन्छ के हुन्छ तर्कक्र हुन्छ पाल पर्ने सम्भावना पनि हुन्छ बिग्रिन्छ भने हामी चाहिँ यसरी घुमाइरहन्छौँ है अन्त तपाईँको अलिक बढी नै एक्सन गर्नु हजुर अलिक बढी नै भयो एक्सन गरेको एक्सन गरेको अलिक बढी भयो होइन यहाँ छ दलाई पछि एक्सन गर्नु भएर फुल्दैछ अलिकति पुगेको यहाँसम्म हुनुपर्ने अलिकति भएको छैन है हामी यो चाहिँ एक्सपान्ड गर्छौँ एक्सपान्ड गर्दैछौँ एक्सपान्डेसन प्रोसेस भन्छौँ है फुलेको छ है यहाँ माथि फुलेर आएको छ नि यहाँसम्म दबिनु पर्ने अलिक दबेको छैन है अझै अलिकति त्यस्तो साह्रो पोल्दैन युज गर्नु युजमा है अब हेर है ठिक छ भइसक्यो है चारैतिर चाहिँ यसरी आउनु पर्यो एक्सपान्ड हुनु पर्यो है सिधा पनि हुनु पर्यो है ल यति आउनु पर्यो कम्ती है अब यसलाई चाहिँ हामी एक्सपान्डेसन प्रोसेस यो भयो एक्सपान्डेसन प्रोसेस भयो अब एकछिन हामी यसमा चिस्याउँछौँ चिस्याएपछि के गर्छौँ हामी यसलाई घुमाएर खोल्छौँ अनि यसमा हामी सल्भेन्ट सिमेन्ट प्रयोग गर्छौँ यसमा पनि गर्छौँ यसमा पनि गर्छौँ अनि यसरी फिक्स गरेर छिराइयो अब यो चाहिँ टाइट भयो यो चाहिँ अब केही बेर छोडिदिएपछि गमहरू पिभिसी सल्भेन्ट सिमेन्ट चाहिँ त्यसले टाइट बनाउँछ मजबुत बनाउँछ लिकेज गर्न दिँदैन अनि हामी पानी सप्लाई गर्ने बेला यताबाट सप्लाई गर्ने यताबाट नगर्ने है जहिले पनि यसमा गर्ने अब कोही अहिले मार्केटमा पनि मान्छेहरूलाई कोही हतारमा अघि नमिलेको अवस्थामा चाहिँ गर्न मिल्यो नमिलेको अवस्थामा चाहिँ अब होइन मिलेको छ भने चाहिँ नर्मल चाहिँ हामी यताबाट पानी छिराउँछ यस्तो गर्छ ठिक छ यति गर्न सकिन्छ अब तपाईँको यो सक्यो होइन एकजनाले यो गरियो मलाई चेक गराइसक्यो अनि यो खोल्छौँ खोल्नलाई फेरि अब निस्केन भने के अन्त हल्का टटाउने यसरी तताउने निकाल्ने अनि नेक्स्ट अर्को एकजनाले चाहिँ यताबाट छिराउने डबल दुईजना है गर्न सकिन्छ सकिन्छ भने गर्ने काम सुरु गर्ने यो चाहिँ अहिले मैले यत्तिकै छोडिदिएँ ल